हेलो सनातनी दाजुभाइ दिदीबहिनीहरू, जय मिसी। सनातनी भन्यो फेरि जय मिसी भन्यो भनेर फेरि कन्फ्युज नहुनु होला। पहिलाको भिडियो पनि देख्नुभयो होला। म आज फेरि पनि यहाँहरूका बिचमा उपस्थित भएको छु यो सनातनका केही शब्दहरू ल्याएर। र सनातनी भन्ने शब्द अस्ति नै मैले भनेको थिएँ, तपाईँहरूले चेताउन पनि दिएको थिएँ। ठुलो गल्ती गर्नुभएको छ तपाईँ सनातनीहरूले। सनातनी सनातनी भनेर आफू प्रार्थना गर्ने, पुकारा गर्ने, फेरि त्यो उहाँका वचन नपढ्ने, प्रार्थनामा विश्वास नगर्ने, बिब्लिकल जीवन नजिउने, त्यसैले ठुलो गल्ती गरेको अघिल्लो भिडियोमा आएको थियो। र फेरि यो सनातनी किन भनेको भन्ने कुरा प्रमाण म आज यहाँहरूका बिचमा लिएर आएको छु। अनि धेरै पहिला लगभग येशू मसीह, तपाईँ र मेरा पाप मेटाउनलाई मसीह स्वर्गबाट यो धरतीमा आएको भन्दा लगभग 800-900 वर्ष पहिलाकै कुरा। अनि यहाँनिर म बताउन गएको छु, यहाँ एकजना दाउद भन्ने राजा हुनुहुन्थ्यो त्यहाँनिर। थाहा छ सनातनीहरू? अब संसारमा सनातनी सनातनी भन्ने त धेरै छौँ, दाउदको पत्तै छैन। दाउद संसारका सबभन्दा शक्तिशाली राजा हुन्, सबभन्दा लामो समयसम्म राज्य गर्ने राजा हुन्। र दाउदले यहाँनिर यसरी बताउनु भएको छ। एउटा इतिहास भन्ने पुस्तक छ, थाहा छ? इतिहासको पुस्तक हो त्यो। इतिहास झुटो कहिले पनि हुँदैन र इतिहासले बितेका समयमा घटेका घटनाहरू सही सत्य तथ्यका साथमा लेख्ने कुरालाई इतिहास भन्छ। तपाईँ हामीहरूका बिचमा विश्व इतिहास, विश्वले मान्यता दिएको इतिहासको पुस्तक छ। जो इतिहास, यो नेपालको इतिहास, भारतको इतिहास, यो अमेरिकाको इतिहास, बेलायतको, एक देशको इतिहास होइन, विश्वको इतिहास यहाँ छ। जो इतिहासमा सृष्टिकर्ता ईश्वर को हुनुहुन्छ, कस्ता हुनुहुन्छ, उहाँको एक्सन, उहाँको स्वभाव, उहाँको व्यवहार कस्तो हुन्छ। र धरतीमा जन्मेका यी मानव भन्ने प्राणी छन् नि, यी मानव भन्ने प्राणीले कस्तो व्यवहार गर्छन् त? जति गुण लगाए पनि गुण नमान्ने, जति जस लगाए पनि जस नमान्ने, जति राम्रो गरे पनि राम्रो र जति नराम्रो गरे पनि नराम्रो छुट्याउन नसक्ने एउटा अन्ध प्राणी भने पनि हुन्छ मानिसहरूलाई। जति राम्रो गरे पनि धोका दिएर भाग्ने, जति नराम्रो गरे पनि त्यसको पुष्ट समात्न नछोड्ने, राम्रो के हो नराम्रो के हो नछुट्याउने प्राणी तपाईँ हामी मानिस। त्यो मानिस जातिले सत्य सामर्थ्यका पवित्र ईश्वर, जो एकपटक त येशू नै बनेर यो धरतीमा आउनुभयो र ती येशू नै बनेर आउँदा पनि, खुद सिधै बोल्दा पनि फाइदा लिने, राम्रो कुरा गर्दा नजिक नजिक आउने, अलिकता बाङ्गोटी हुँदा भागेर जाने, सराप्ने, राम्रो सफल काम सफल हुँदाखेरि ओहो ईश्वर त, मेरा ईश्वर मसँग हुनुहुन्छ भन्ने, केही अलिकता नराम्रो हुने बित्तिकै ईश्वरका आँखा कहाँ फुट्यो होला नि त, कहाँ धेरै आयो होला नि त ईश्वरले भनेर ईश्वरलाई समेत सराप नपुग्ने। र आफू यो धरतीमा जन्मिसकेपछि कहिले राम्रो पनि हुनसक्छ, कहिले नराम्रो पनि हुनसक्छ, कहिले घाटा होला, कहिले फाइदा होला, कहिले हामी खुसी होला, कहिले दुखी होला, कहिले सम्पन्न होला, कहिले अभावमा होला। यो धरतीमा चल्ने प्रक्रिया हो। सबैले यो थ्रु भएर जानुपर्छ। प्योर राम्रो र प्योर नराम्रो त मरिसकेपछि स्वर्ग र नरकमा पाइन्छ। येशूमा विश्वास गरेका मानिसहरू अथवा सनातनका ईश्वरलाई मान्ने मानिसहरू स्वर्गमा पुग्छन्। त्यहाँ अनन्तसम्म सुख हुन्छ, राम्रो हुन्छ। र स्वर्गका ईश्वरलाई नमानेर धरतीकै ईश्वरले बनाएका चिजवस्तु, ईश्वरले झारेका स्वर्गदूतहरूलाई ईश्वर भनेर मान्नेहरू, तिनीहरूसँगै अनन्तसम्म नरकमा पुग्नेछन् भनेर बुझ्नलाई खुद येशू यो धरतीमा आए तापनि मानिसहरूले बुझेनन्, जानेनन् र जानी बुझी बुझ पचाए। त्यसैले मानिसलाई ईश्वरले भन्नुभयो, मानिस जस्तो हट्टी बेमानी फटा कोही छैन, मानिसको जस्तो एकदमै हट्टी खराब हृदय भएको कोही छैन।
भनेर बोल्नु पर्यो परमेश्वरलाई। त्यसैले यहाँनिर पवित्र धर्मशास्त्र बाइबल विश्वले मान्छ। एसियामा ईश्वरका वाणी आए तापनि अमेरिकाले मान्छ। एसियामा ईश्वरका वाणी आएको पवित्र धर्मशास्त्र बाइबल हो बेलायतले मान्छ, अस्ट्रेलियाले मान्छ र विभिन्न शक्ति राष्ट्र विश्वका अरू पृथ्वीका अन्य ठाउँ भएका देशले पनि तपाईँ र मेरो महादेश एसियामा प्रकट भएको ईश्वरका वाणी पवित्र आत्माको शक्तिद्वारा आएको पवित्र धर्मशास्त्र बाइबल युरोपले मान्छ, अमेरिकाले मान्छ, पृथ्वीका अर्को छेउका मान्छेले मान्छन्, जो तपाईँ र मेरो महादेश यो पृथ्वीमा एसियामा आएका वाणीहरू हुन् बाइबल। र त्यसैले यो बाइबलमा ती राजा दाउदले हजारौं वर्ष पहिला मैले थोरै पनि 700 800 वर्ष होइन, 1000 1000 वर्ष पहिलाको कुरा हो। उहाँले भन्नुभयो यहाँनिर एउटा पवित्र धर्मशास्त्र, त्यो प्रमाणित पवित्र धर्मशास्त्र बाइबलबाट म पाठ गरेँ। यहाँनिर लेखेको छ, दाउदले सबै समुदायको उपस्थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे, हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईँको प्रशंसा होस्। बाइबल पढ्दैछौँ, बाइबलमा लेखिएको छ भन्ने बित्तिकै विश्वका विद्वानहरू झुक्छन्। जति पनि धेरै ज्ञान बुद्धि भएका मान्छे पनि झुक्छन्। बाइबलको अगाडि नझुक्ने त्यस्ता व्यक्ति मात्र हुन् जो जाँड्या छन्, जो व्यभिचारी छन्, जो खराब छन्, जो फटा छन्, जो अज्ञानी छन्, जो मूर्ख छन्, जो अन्धभक्त छन्, अन्धविश्वासी छन्। तिनीहरू मात्र बाइबलका कुराको अगाडि झुक्दैनन्। बाइबलका वचनका अगाडि जाने बुझेका ज्ञानी भलादिमी भद्र विद्वानहरू झुक्छन् र पत्याउँछन्। किनभने बाइबल एक एक पद जाँचिएर चेक गरेर एउटा पद पढे, यो कहाँ पढेको, कहिले पढेको, यो बोलेको साँच्चै हो कि झुट हो कि भनेर त्यही ठाउँमा गएर, सम्बन्धित ठाउँमा गएर अध्ययन गरेर विद्वानहरूले यो कुरा सत्य प्रमाणित भएपछि मात्रै बाइबलमा लेखिएको एक एक शब्द जाँचेर हेरिएको हो, चेक गरेर हेरेका हुन् विद्वानहरूले। त्यो कुरा जाँचिसकेपछि तब बल्ल बाइबलमा लेखेको हो। अन्धाधन्दा कसैले कथा लेखेको होइन बाइबल। कोही पास्टर बसेर, ऋषिमुनि बसेर यसो कल्पना गरेर लेखेको पुस्तक होइन बाइबल, जाँचेर लेखेको। यो बाइबलमा लेखेको छ, सनातनदेखि सनातनसम्म तपाईँको प्रशंसा होस्, हे हाम्रा पुर्खाहरूका परमप्रभु। पुर्खाहरूका भनेका आदम र हब्बादेखि भनेको, आदम र हब्बा फेरि बुझ्नुभयो कि नै, जान्नुभयो कि नै को हुन् आदम र हब्बा? पृथ्वीको पहिलो मानव सृष्टि भएका मानव हुन् आदम। आदमको करङबाट हब्बा बनाउनु भयो परमेश्वरले। हो ती सुरुको सबभन्दा फर्स्ट म्यान एन्ड वुमेन, पहिलो मान्छे र पहिलो स्त्री बनाउने परमधामका परमेश्वर, उहाँको बारेमा यहाँ लेखेको छ। ती परमेश्वरलाई मान्नेहरू नै सनातनी हुन्। अनन्तका परमेश्वरलाई मान्ने नै, सनातनदेखि सनातनसम्म मान्ने परमेश्वरका सन्तान नै सनातनीहरू हुन्। सनातनदेखि सनातनसम्म भन्ने गीत पनि गाउँछौँ हामीहरूले चर्चमा। त्यसैले चर्चका मान्छेलाई, क्रिस्चियन मान्छेलाई, येशूलाई मान्ने मान्छेलाई हिजो अस्ति आएका, अस्ति मात्रै जन्मेका भनेर भन्नुभयो भने तपाईँ हाम्रो दिमाग छोटो रहेछ भनेर बुझ्नुहोस्। होला हामीले पछि थाहा पायौँ होला, पछि बुझ्यौँ होला। राम्रो कुरा त पछि त आउँछ। हुम्ला जुम्लातिर अहिलेसम्म पिच बाटो पुगेका छन् राम्रोसँग। किन? पिच बाटो त राम्रो हो, स्मुथ चल्ने, छिटो हुने। ठुला ठुला प्लेनहरू गएका छैनन्। राम्रा विकासका कुरा त कहाँ जान्छन् त? अब अविकसित ठाउँमा बिस्तारै पछि पुग्छन्। त्यस्तै येशू प्रभुको कुरा, सत्य ईश्वरको कुरा, सत्य परमेश्वरको कुरा बिस्तारै 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 पुग्दैछ। कहाँ पछि पुग्दैछ? जहाँ विकास भएको छैन, जहाँ अन्धभक्त छन्, जहाँ अन्धविश्वासी छन्, जहाँ ज्ञान गुण कम छ, जहाँ बुद्धि विवेक कम छ, जहाँ पढे लेखेका कम छन्, त्यहीँ बिस्तारै पछि पुग्ने हो कि। जहाँ शिक्षित बढी छन्, जहाँ ज्ञानी बढी छन्, जहाँ साइन्टिस्ट बढी छन्, जहाँ सत्य तथ्य पत्ता लगाएर पछ्याउने मान्छे धेरै छन्, त्यहाँ पो अगाडि भयो त येशू, क्रिस्चियनिटी, बाइबल। किनभने राम्रो कुरा, असल कुरा, सत्य कुरा जसले पछ्याउँछ त्यही
येशूलाई धेरै मान्छन्, किनभने येशू सत्य हुनुहुन्छ, येशू बाटो हुनुहुन्छ, येशू जीवन हुनुहुन्छ साथीहरू। त्यसैले म यहाँहरूलाई फेरि पनि सनातनी दाजुभाइ दिदीहरू, सनातनी भनेका को रहेछन् त बुझिसक्नुभयो होइन? हाम्रो साथीहरूले फेरि पनि सनातनको बारेमा केही बोल्नु भन्नुभयो। अब के बोल्ने, सनातन बाइबलले बोलेको कुरा बोलौँ कि भनेर बाइबलमा आए। त्यसैले दाउदले भनेका छन्, ती परमप्रभुको प्रशंसा गर जो सनातनदेखि सनातनसम्म हुनुहुन्छ, जो अल्फा र ओमेगा हुनुहुन्छ, जो सुरु र अन्त्य हुनुहुन्छ। ती परमेश्वरभन्दा अगाडि न त देवी देवता थिए, न त भगवान थिए, न त राजा थिए, न त मन्त्री थिए, संसारका प्राणी नै थिएनन्। युनिभर्स, यो पृथ्वी, यी सबै ग्रह उपग्रहहरू, यो तारा मण्डलहरू, यो सबै ग्यालेक्सीहरू त ती सृष्टिकर्ता ईश्वरले बनाउनु भयो। सुरुका सृष्टिकर्ता ईश्वर उहाँ हुनुहुन्थ्यो। उहाँभन्दा पहिला के थियो कोही मान्छेले कल्पना समेत गर्न सकेको छैन। त्यसैले हो ती परमेश्वर एक मात्र ईश्वरलाई मान्नेहरू खास ओरिजिनल सनातन हुन्। अरू कसैले सनातनी सनातनी भनेर फुर्ती गर्नु पर्दैन, मिल्दैन। किनभने सनातन भनेको आदम र हब्बादेखि नोआ होइन, इसाक, इस्माइल, अब्राहम, यी को हुन् होइन? यिनीहरूलाई बुझेका, जानेका, तिनीहरूलाई मान्ने, तिनीहरूले बोलेका शब्द, तिनीहरूद्वारा ईश्वर बोलेका बाणी पत्याउनेहरू नै सनातनी हुन्। आमेन। त्यसैले यो यहाँनिर भनेको छ। अर्को यहाँ 11 पदमा भनेको छ, पहिलो इतिहासको पुस्तकको 29 अध्यायमा 10 पद अघि पढेँ। 11 पदमा के भनेको छ भने, हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईँकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईँकै हुन्। हे परमप्रभु, राज्य तपाईँकै हो अनि सबैमाथि तपाईँ सर्वोच्च हुनुहुन्छ। यो इट इज ट्रु। यो बाइबल पढ्दैछु म, कोही व्यक्तिले लेखेको उपन्यास पढिरहेको छैन। यो धरतीमा जन्मेका भगवानहरू, यो धरतीमा खसालिएका त्यो 33 करोड आत्माहरू, यो धरतीमा बनेका गाई भैँसीहरू, बोट बिरुवाहरू भन्दा त पहिला धरती बन्यो होला नि त। यो धरती बन्नु भन्दा पहिला यो बनाउनेवाला हुनुहुन्थ्यो होला नि त। हो, त्यो बनाउनेवाला परमेश्वर नै सृष्टिकर्ता ईश्वर हुनुहुन्छ। उहाँ सनातनका ईश्वर हुनुहुन्छ, जो आज इसाईहरू भनेका ती ईश्वरलाई मान्नेहरू हुन्। जो एकमात्र ईश्वरलाई मान्छ त्यो हो इसाई। त्यसैले इसाई एक ईश्वरलाई मान्ने हुनुहुन्छ। तपाईँ हामी सबै एकै हुन् भनेर चित्त नबुझौँ। जताबाट गयो पनि वहीँ पुगिन्छ भनेर थमथम्याउने काम नगरौँ। जहाँ जुन बाटोमा गयो वहीँ पुगिन्छ बाटा। कोही नरक पुग्नेछन्, कोही स्वर्ग पुग्नेछन्, कोही पूर्व पुग्नेछन्, कोही पश्चिम पुग्नेछन्। स्वर्ग पुग्ने बाटो एक मात्र छ सनातनी दाजुभाइ दिदीहरू, त्यो हो येशू। आमेन। स्वर्गको प्रवेश पत्र, इन्ट्री कार्ड येशू हुनुहुन्छ। त्यसैले येशू जात र धर्म बदल्ने, कसैको यो देश र त्यो देशको पक्ष तान्ने, कोही देशका प्रधानमन्त्री राष्ट्रपतिलाई पक्षपात गर्ने, कोही देशकालाई होच्याउने होइन कि येशू भनेको सारा संसारका मानिस एक येशूको अन्डरमा आओस्। किनभने ईश्वर एक मात्र हुनुहुन्छ, जसको मन्दिर हामी मानिसहरूको शरीर हो भन्ने सिकाउने, बुझाउने अनि त्यही गर्न लगाउने ईश्वर हुनुहुन्छ। जो विभिन्न मानिसद्वारा, अगमवक्ताद्वारा बोले तापनि मानिसले मानेनन्। तब ईश्वर खुद आफै यो धरतीमा झरेर ओर्लेर आउनुभयो, कन्या गर्भवती भएर एउटा शरीर जन्माउनु भयो। त्यही शरीरमा उहाँको पूर्ण वास थियो। त्यो शरीर हो येशू र त्यो येशूभित्र पवित्र आत्मा परमेश्वर बस्नुहुन्थ्यो। उहाँ पवित्र आत्मा परमेश्वर हुन्छ। आज ती ईश्वरलाई मान्नेको जीवनमा उहाँ हुनुहुन्छ। त्यसैले यो इतिहासको पुस्तकको प्रमाण मैले दिएँ कि सनातनदेखि सनातनसम्म पुर्खाहरूले मान्ने परमेश्वर। हाम्रा पुर्खा को हुन्? बाइबलमा लेखिएका पुर्खा अब्राहम, विश्वासका पिता होइन, नोआ जलप्रलय हुँदाखेरि जुन ढुङ्गा बनाउने होइन, दाउद, विभिन्न शद्रक, मेशक, अबेदनगो, त्यस्ता विश्वासी धेरै व्यक्तिहरू छन् जो व्यक्तिहरूले ती ईश्वरलाई मान्थे, जो ईश्वर आज म पनि मान्छौँ, धेरैभन्दा धेरै मानिसले मान्छन् र एक दिन सबै मान्छे त्यसमा आउनेछन्। किनभने सत्यमा एक दिन सबै झुक्नुपर्छ। तब एउटा अर्को पद पनि मैले पाठ गरेँ बाइबलको। यो व्यवस्था भन्ने पुस्तक छ, एउटा व्यवस्था। त्योभन्दा पनि अझै अगाडिको एउटा व्यवस्थाको पुस्तकको याद आयो। यो व्यवस्था भन्ने पुस्तकको 33 अध्यायमा 33 अध्यायको 27 पदमा यसरी बताएको छ, अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, मन्दिर चाहिँ सनातनका पाखुराहरू छन्।
त्यसलाई नाश गर भन्दै उहाँले तिनीहरूका सामान्यबाट तिमीहरूका शत्रुहरूलाई धपाउनु हुनेछ। अन्न र नयाँ दागमध्येको देशमा जहाँ आकाशले शीत झार्छ इजरायल एक्लै सुरक्षामा रहनेछ। याकुबको मूल सुरक्षित छ। हे इजरायल, तिमी धन्यका हौ। परमप्रभुद्वारा मुक्ति पाएको जाति तिमी जस्तो को छ र? उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्छ र तिम्रो महिमित तरबार हुनुहुन्छ। तिम्रा शत्रुहरू तिम्रा अघि लुरुक्क परेर आउनेछन् र तिमीले उनीहरूका अग्ला ठाउँहरूमा टेक्नेछौ। यो कसलाई भनेको? हे इजरायलहरू भनेको इजरायलका मान्छेलाई मात्र भनेको होइन। सुरुमा ईश्वर येशू भनेर इजरायलमा आएको कारण इजरायल शब्द प्रयोग गरेको छ। आज ती ईश्वर इजरायलमा आएका येशूको नाउँमा पाप पश्चाताप गरेर एकमात्र ईश्वरलाई मान्ने सबै व्यक्तिहरू इजरायली भन्न मिल्छ। त्यसैले हामीहरू कोही यता ढुङ्गातिर, कोही माटोतिर, कोही रुखतिर, कोही गाईतिर, कोही भैँसीतिर, कोही कुकुरतिर, कोही बिरालोतिर, कोही सर्पतिर, कोही भालुतिर नलागौँ। सबै हामी एक मानव जाति हौँ, एकै ईश्वरका सन्तान हौँ। ती एक ईश्वरतिर लगाउँ। त्यो एक ईश्वरलाई भेटाउनलाई येशूको नाउँमा पश्चातापको प्रार्थना गर्नुपर्छ। किनभने येशू मात्रै संसारमा तपाईँ र मेरा पाप अधर्मका निम्ति बलि हुन आउनुभएको थुमा हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। उहाँमा विश्वास नगर्दासम्म कुनै धर्म कर्म र कुनै पनि पाठ पूजा, कुनै पनि तीर्थव्रत, कोही चर्च जाओस्, कोही मन्दिर जाओस्, कोही मस्जिद जाओस्, मुक्ति पाइनेवाला छैन। त्योभन्दा पहिला येशूको बारेमा बुझ्नुहोस्। आफ्ना जानी नजानी गरेका भुल गल्ती अधर्ममा क्षमा मागौँ येशूका मात्रै नाउँमा, किनभने येशू मात्रै पापको निम्ति मर्नुभयो। त्यसैले येशूमा विश्वास गरिसकेपछि, येशूले मुक्तिदाता उद्धारकर्ता र मेरा ईश्वर भनिसकेपछि तब त्यसको जीवनमा परिवर्तन आउनेछ। लवाई खुवाईमा, धन दौलतमा, ज्ञान बुद्धिमा, सबै कुरामा परिवर्तन आउँछ। नपत्याए असल क्रिस्चियनहरूलाई हेरौँ त हामी कति राम्रा भएका छन् क्रिस्चियनहरू, कति प्रगति गरेका छन् क्रिस्चियनहरू। आज येशू भन्नेहरू नै विश्वका शक्तिशाली बनेका छन्। येशू भन्ने नै आज चन्द्रमा पुगेका छन्। त्यसैले तपाईँ हामी पनि पछि पर्ने कोसिस नगरौँ, अगाडि जानलाई पछाडितिर नखिचौँ, नतानौँ, आफू पनि अगाडि जाउँ। हामीले पनि ती दिन देख्न जरुरत छ जो सुखमय छन्, आनन्दित छन्, आशिषित छन्, जो येशूको नाउँमा सम्भव छ। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यस्तै धेरै ठाउँ बताएको छ, बाइबलमा धेरै ठाउँ बताएको छ। अब एक ठाउँ मात्र मैले पाठ गरेर अनि म यो आजको सन्देशलाई यहीँ अन्त्य गर्छु। एउटा हबकुक भन्ने पुस्तक छ, हबकुक भन्ने पुस्तक 1 अध्यायको 12 पदमा के भनेको छ भने, हे परमप्रभु, के तपाईँ सनातनदेखि नै हुनुहुन्न र? हे मेरा परमेश्वर, मेरा परम पवित्र, हामी मर्ने छैनौँ। हे परमप्रभु, तपाईँले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ। हे चट्टान, सजाय दिनलाई तपाईँले तिनीहरूलाई अभिषेक गर्नुभएको छ। तपाईँको दृष्टि यति शुद्ध छ कि तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर तपाईँ सहन सक्नुहुन्न। त्यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईँ सहनुहुन्छ? आफूभन्दा धर्मी मानिसहरूलाई दुष्टहरूले निल्दा तपाईँ किन चुप लाग्नुहुन्छ? तपाईँले मानिसहरूलाई समुद्रका माछा र शासक बिनाका घर्षणे जन्तुहरू तुल्य अनि बनाउनु भएको छ। दुष्ट शत्रुले ती सबैलाई बल्छीले उठाइ लान्छ, तिनलाई जालमा पक्रन्छ। यहाँ तल लेखेको छ, परमप्रभु तपाईँ हामीलाई यो किन चुप लाग्नु भएको छ त? आज दुष्टहरू, खराबहरू, शत्रुहरू, नराम्रो काम गर्नेहरू, होइन, बदमासहरू किन फस्टाइरहेका छन्? किन यिनीहरू पनि जिएका छन् भने परमप्रभु जस्तो दुष्ट, खराब, जस्तो पापी अधर्मीलाई पनि तिनीहरूलाई पनि प्रतीक्षामा बस्नुभएको छ, प्रतीक्षा गरिराख्नु भएको छ, धैर्य गरिराख्नु भएको छ कि तिनीहरू पनि आफ्ना बाटो बदलेर सही बाटोमा आओस्, सत्यमा आओस्, येशूमा आओस्, चर्चमा आओस्, राम्रो शिक्षा लियोस्, राम्रो जीवन पाओस्, सुखी होस्, आनन्दित होस्, ज्ञानी होस्, भद्र होस्, भलादिमी होस् भनेर, पवित्र होस् भनेर उहाँ पर्खिनु भएको छ। उहाँले केही गर्न नसकेर होइन, उहाँले जे गर्नु, उहाँले जीवन दिने र जीवन लिने, जन्म दिने र मार्ने उहाँ सनातनका परमेश्वर हुनुहुन्छ। ती सनातनलाई मान्ने हामी इसाईहरू हौँ। ती परमेश्वर प्रतीक्षामा बस्नुभएको छ। संसारमा अरू पनि हुने खाने भएका छन्, अरू पनि बलवान भएका छन्, गुण्डागर्दी गर्छन्। किन चुप लाग्नु भएको छ भने उहाँ धैर्य गरेर सबै फर्केर आओस् येशूमा, एकमात्र ईश्वर भनेर पर्खिनु भएको छ। त्यसैले तपाईँ हामीहरू ती सनातनका परमेश्वरलाई, जो सृष्टि गर्नु भने सृष्टिकर्तालाई मान्ने नै सनातनी हौँ। त्यसैले म सनातनी भनेर झगडा नगरौँ,
सनातनका परमेश्वरको बारेमा चिनौँ, सनातनका परमेश्वर मानौँ, तब हामी सनातनी हुन्छौँ। फुर्ती गरेर झट्का गरेर सनातनी हुँदैनौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसैले तपाईँ इसाईहरू नै सनातनी हो, मैले अघिल्लो भिडियोमा भन्न खोजेको त्यो। त्यसैले सनातनी सुन यहाँ भनेर मैले धम्काएर बोलेँ। किन? क्रिस्चियन त मेरा परिवार हुन्। धम्काउन मिल्छ, हकार्न मिल्छ, सुधार्न मिल्छ। एक परिवारमा सही बाटोमा आउँछ भनेर सबै हुन त एक हिसाबले सबै परिवार हौँ, तर प्योर परिवार भइसकेका सम्बन्ध गाँसी येशूको रगतमा एक भइसकेकाहरू ओरिजिनल परिवार हुन्, जो अनन्त अनन्तसम्म एक परिवार हुनेछन्, स्वर्गमा पनि सँगै हुनेछन्। जो येशूमा छैनन्, येशूमा सही साँचो विश्वास गरेका छैनन्, उनीहरू यही धरतीका 60, 70, 80, 90, 100 जति मान्छौँ त्यतिका मात्र परिवार हौँ। मृत्युपछि हामी येशूलाई मान्ने स्वर्गमा हुन्छौँ, येशूलाई नमान्ने नरकमा हुन्छौँ। त्यसकारण हामी सबै इसाईहरू दुःखमा, घाम पानीमा, दुःख अभाव अप्ठ्यारोमा पनि किन कोसिस गरिरहेका छौँ भने कोही पनि नरकमा जानु नपरोस्, सबै स्वर्गमा एकसाथमा बसेर रमाउन पाऊँ भनेरै यो कोसिस गरिएको। त्यसैले है त ल सनातनीहरू भनेको इसाई दाजुभाइ दिदीबहिनीहरू हामी एकदमै सबैको लागि प्रार्थना गरौँ, कोसिस गरौँ, सुसमाचार सुनाउँ, परमेश्वरको वचन बाँडौँ अनि मुक्ति उद्धार यसोमा मात्रै छ भनेर एकदमै सत्य तथ्य निडरताका साथ सुनौँ। सत्य बोल्नलाई हामी नडराउँ, सत्यको विजय हुनेछ। सनातनका परमेश्वरले सबैलाई आफ्ना बनाउन चाहनुहुन्छ। सबै येशूमा विश्वास गरेर आउँ। हस्त अनि सुन्ने सबैलाई नमस्कार र मेरा स्वर्गीय परिवार येशूलाई मान्नेहरूलाई जय मसीह। गॉड ब्लेस यू। परमेश्वरले धेरै आशीष दिनुभएको छ।